जय घन्टी। अहिले कति पार्टीहरू सायद कोमामा होला। भोलि अब भएन भने भेन्टिलेटरमा पनि चढाउँला, ठुलो कुरो भएन। तर हिजोको दिनमा जसले भनेको थियो घन्टी नयाँ पार्टी हो, यसले केही गर्न सक्दैन, त्यसको लागि म भन्न चाहन्छु कि हामी मजदुरको लागि राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद। अरू पार्टी पनि ठिक हो, पार्टी ठिक हो, पार्टीभित्र नेतृत्व गर्ने चाहिँ मान्छे गलत छ। यो मेरो व्यक्तिगत धारणा होइन, आम जनताको आवाज हो। यति हामीले बुझ्नुपर्छ। पुरानो पार्टीलाई हामीले धेरै दियो, धेरै भोट दियो, धेरै उनीहरूको आश्वासन सुनियो। तर अब हाम्रो स्वतन्त्र पार्टीले सब हिसाब किताब क्लियर गर्छ र हाम्रो रवि दाइलाई जुन दिन तेरो अन्तिम इच्छा के हो भन्ने यसलाई पनि पूर्ण रूपले के यसको विचार के हो, यसलाई को मार्फत यो परिचित भएर हाम्रो रवि दाइले यस्तो गरेछ, यसको पुरै छानबिन हुनु पर्यो। र सांसदमा जसरी हाम्रो रवि दाइलाई एक्लो बनाएको छ त्यसको पनि हिसाब किताब हुन्छ। हिजोको दिन एक्लो भयो भनेर कसैले पनि हेप्नु पर्दैन। आजको दिन हामी सारा जनता घन्टीमा छौँ। जय घन्टी। हुन त हामी ड्राइभर हो, हाम्रो लागि अहिलेसम्म कुनै पार्टीले पनि केही बोलेन। हामी हेर्नु, देशको मेन मूल आधार राजस्व जे पनि होस्, नेपालमा ड्राइभरले जति अरू कसैले पनि दुःख कष्ट सहेर कसैले पनि गर्न सक्दैन। नेपालको ड्राइभरलाई यति तनाव छ कि यहाँ हाम्रो तलबको सुविधा छैन, बाटोघाटोमा केही इमर्जेन्सी पर्यो भने त्यसको कुनै संरक्षण छैन। भोलि पर्दाखेरि हामी ड्राइभरलाई त जहाँ पनि कुटपिट गर्ने, एक्सिडेन्ट भयो भने यस्तो गर्ने, यो कुरा धेरै गम्भीर भएर हामी ड्राइभरहरूले सोच्नुपर्ने कुरो हो। हिजोको दिनमा यो पार्टीहरू आफ्नो ठाउँमा पर्यो। हाम्रो गाडी लाइनलाई, हाम्रो ड्राइभर खलासी स्टाफलाई कुनै पार्टीले पनि हाम्रो बारेमा बोलेको छैन। यसको लागि संसदमा आवाज उठ्नुपर्छ। जय घन्टीको हामीले ठुलो विश्वास गरेका छौँ। अब यसको विषयमा, ड्राइभरको विषयमा घन्टीले बोल्नै पर्छ। जय घन्टी। धेरै तपाईँहरूपट्टि एकदम सलुट छ, भित्रै आत्मादेखि सम्मान छ। जय घन्टी।